संगत जहाँ सामाजिक सम्बन्ध कायम हुन्छ र एक आपसमा उनीहरूले सामाजिक सम्बन्ध स्थापित गर्छन्, त्यही नै सामाजिक समूह हो भन्ने भावको स्टेटमेन्ट छ है। बुझ्नु हुँदैछ? त्यस्तो समूह जहाँ मानिसहरू एक आपसमा साझा अपेक्षा, साझा लक्ष्यका लागि आबद्ध हुन्छन् र त्यही आबद्धताबाट उनीहरूले आफ्नो जीवनलाई सामाजिक बनाउँदै लैजान्छन् र उनीहरू एउटा महत्त्वपूर्ण चरणमा पुगेर सामाजिक भूमिका निर्वाह गर्न सक्ने सामाजिक सक्षमता विकास गर्छन्। त्यसकारण समाजमा रहेका विभिन्न सामाजिक समूहहरू हुन्छन्। ती सामाजिक समूहहरू हामी तल चर्चा नै गर्छौँ। समाजमा रहेका विभिन्न मानिसहरूको समूह हुन्छन्, त्यसलाई नै सामाजिक समूह भनिन्छ। जस्तै परिवार एउटा सामाजिक समूह हो, विद्यालय एउटा सामाजिक समूह हो, साथी समूह सामाजिक समूह हो, समुदाय पनि सामाजिक समूह हो, सङ्घ संस्था पनि सामाजिक समूह हुन्। रेडियो, टेलिभिजन, पत्र पत्रिका, चलचित्रहरू इत्यादिले पनि सामाजिक समूहको एउटा नियम मान्यता प्राप्त गरेर त्यसलाई आबद्धता गरेका हुन्छन्। त्यही विभिन्न साधनद्वारा उनीहरू के हुन्छन् भन्दा सामाजिकीकरण हुन्छन्, मानिसहरू सामाजिकीकरण हुन्छन्। किनभने यहाँ सामाजिक समूहहरू सक्रिय र निष्क्रिय दुई खाले छन्। सामाजिक समूहको प्रकार हेर्दा प्राइमेरी, सेकेन्डरी र मार्जिनल ग्रुप भनेर विभाजन पनि गरिएको पाइन्छ। तसर्थ दुई वा दुईभन्दा बढी व्यक्तिहरू एक आपसमा अन्तर्क्रिया गर्नका लागि साझा अपेक्षालाई आधार बनाउँछन् र त्यो उनीहरूको अपेक्षा के अरे आदान प्रदानबाट, अन्तर्क्रियात्मक परिवेश परिस्थितिबाट उनीहरूले साझा पहिचान कायम राख्छन्। त्यसैलाई सामाजिक समूह भनिन्छ भनेर हामीले यसको अवधारणा बुझ्छौँ। त्यसकारण सामाजिक समूहलाई अर्को भाषामा सामाजिकरणका साधन, एजेन्सी अफ सोसलाइजेसनको रूपमा पनि चिन्न सकिन्छ। यी सामाजिक समूहका प्रकारहरू सोसल ग्रुप, टाइप्स अफ सोसल ग्रुप भनेको छ। प्राइमेरी ग्रुप प्राथमिक समूह भनेको छ। प्यारेन्ट्स एन्ड फ्यामिली मेम्बर्स पियर ग्रुप, प्ले ग्रुप इटिसी, यिनीहरूलाई प्राथमिक समूहभित्र राखेको छ है। सुन्दै हुनुहुन्छ? अभिभावकहरू, परिवारका सदस्यहरू, दौतरी समूह, खेल समूह, यिनीहरूलाई प्राइमेरी ग्रुपभित्र राखेर सामाजिक समूहको एउटा स्थान दिएको छ। यो पहिलो हो प्राथमिक समूह। दोस्रो सेकेन्डरी ग्रुप गौण समूह छ। यो दोस्रो गौण समूह ग्रुपमा यसलाई राखेको छ। यस अन्तर्गत क्लोज ग्रुप, एसोसिएसन सङ्घ सङ्गठन, स्कुल विद्यालय, पोलिटिकल अर्गनाइजेसन राजनीतिक सङ्घ संस्थाहरू, सङ्गठनहरू, पार्टीहरू, सोसल अर्गनाइजेसन सामाजिक सङ्गठन, रिलिजियस अर्गनाइजेसन धार्मिक सङ्घ सङ्गठन, कलेजियस साथी सङ्घी समूह, समकालीनहरू अलि ठुलो अलि फराकिलो अलि परको घेरो हो आदि इत्यादि। यिनीहरूलाई गौण समूह अथवा प्राइमेरी पछाडि माध्यमिक हैन सेकेन्डरी समूह, माध्यमिक समूह भनेर व्याख्या गरिन्छ। अर्को मार्जिनलाइज ग्रुप छ। मार्जिनल ग्रुप सीमान्तकृत समूह, सीमान्त समूह, सीमान्तकृत समूह भनेको छ। यसमा चाहिँ के राखेको छ भन्दा रेडियो, टेलिभिजन, न्युज पेपर, बुक, इमेल, इन्टरनेट आदि अहिलेका यो चाहिँ यो के भन्छ ग्लोबल उसमा ग्लोबल सिचुएसनमा सबै तपाईँको यो वेबहरू अनेकका होइन, वेबहरू सबै यस अन्तर्गत राखेको छ। त्यस कारणले यो मार्जिनलाइज ग्रुपलाई चाहिँ प्यासिभ एजेन्सीको रूपमा राख्छ अर्को दृष्टिकोणले हेर्दा। यी विभिन्न समूहले व्यक्तिलाई सामाजिकीकरण गराउँछन्। एउटा प्राइमेरी र सेकेन्डरी यो एक्टिभ ग्रुपभित्र पर्छ, एक्टिभ एजेन्सीभित्र पर्छ। अनि मार्जिनल ग्रुप चाहिँ तपाईँको प्यासिभ एजेन्सीभित्र पर्छ। यिनै एजेन्सीको सँगको अन्तर्क्रियाबाट व्यक्ति सामाजिकीकरण हुँदै जान्छ अथवा उसले सामाजिक विकास गर्छ। व्यक्तिले सामाजिक विकास गर्छ। सोसल डेभलपमेन्ट मनोविज्ञानको भाषामा मानव विकासका विविध पक्षमध्ये मानव विकासको सामाजिक विकासात्मक पक्षमा यिनै फ्याक्टर्सको, यिनै ग्रुपको, यिनै एजेन्सीको इन्फ्लुएन्स हुन्छ। त्यहाँबाट व्यक्ति बन्दै जान्छ। त्यस कारणले
कस्तो सामाजिकरणको प्रक्रियाबाट व्यक्ति आएको छ, गुज्रेको छ, त्यही अनुसारको आचरण, विशेषता, व्यवहार, मूल्य, मान्यता, संस्कार, संस्कृति, चरित्र निर्माण गर्दै अगाडि बढ्छ। यसैलाई हामी सामाजिकरणका समूहहरू भनेर अध्ययन गर्छौँ। मैले यो कुरा तपाईँलाई सम्झाइसकेँ। अब के कस्तो छ तपाईँका विचार सुनौ, धारणा सुनौ, विचार सुनौ, अनि अगाडि जाउँला। यी विभिन्न समूहले व्यक्तिलाई कसरी सामाजिकीकरण गराउँछ छलफल गर्दै अगाडि जान्छौँ। प्रत्येक ग्रुपको एउटा न एउटा इम्पोर्टेन्स छ, इन्फ्लुएन्स छ व्यक्तिलाई सामाजिकीकरण गराउन। प्राइमेरी समूहमा प्यारेन्ट्सको इन्फ्लुएन्स के छ बच्चालाई सामाजिकीकरण गराउन? फ्यामिली मेम्बरको इन्फ्लुएन्स के छ? पियर ग्रुपको इन्फ्लुएन्स के छ? प्ले ग्रुपको इन्फ्लुएन्स के छ? ऊ कसरी यी विभिन्न सोसल ग्रुपले व्यक्तिलाई, इन्डिभिजुअललाई सोसलाइज गराउँदै लैजान्छ त? यहाँ छलफल गरौँ न त। सुन्दै हुनुहुन्छ? हेलो हेलो, सुन्दैछौँ सर। ल अब छलफलमा सहभागी बनौँ। आज यो एकाइ सकेर हामी अर्को दिन अर्को एकाइ सुरु गर्छौँ। त्यस कारणले यो सामाजिकरणको प्रक्रियामा यी विभिन्न एजेन्सीले व्यक्तिलाई कसरी सामाजिकीकरण गराउँछन्, प्यारेन्ट्सले कसरी सामाजिकरण बच्चालाई, अभिभावकले, आमा बाबु, प्यारेन्ट्स भन्न साथ यहाँ आमा बाबु भन्ने बुझ्नुपर्छ। बाबु आमाको भूमिका कस्तो हुन्छ र बाबु आमाले एउटा बच्चालाई, तिनको सन्ततिहरूलाई कसरी सामाजिकीकरण गराउँछन्, के सिकाउँछन् यहीँबाट। अनि त्यसपछि फ्यामिली मेम्बर पनि प्यारेन्ट्ससँग नजिकै छन्। प्यारेन्ट्सदेखि बाहेककालाई फ्यामिली मेम्बरमा जोडेको रहेछ। आमा बाबु पछि परिवारका सदस्यहरू को हुन्छन्? परिवारका सदस्यहरू, तिनको भूमिका के हुन्छ? परिवारका सदस्यले एउटा व्यक्तिलाई के कुरा सिकाउँछन् र उसलाई एउटा सामाजिक प्राणीको रूपमा परिवर्तन गराउँछन्? पियर ग्रुपले के गर्छ? प्ले ग्रुपले के गर्छ? प्राइमेरी ग्रुपमा जाउँ, एकछिन छलफल गरौँ र वान बाई वान एक एक गरेर छलफल गरौँ त। के भन्नु हुँदो रहेछ? परिवारको रोल के हुन्छ? अगाडि जाउँ, कुरो बुझ्नुभयो होला है? हुन्छ सर। सेकेन्डरी ग्रुप, क्लोज ग्रुप, घनिष्ठ मित्रहरूको समूह हो। यो घनिष्ठताको आधार हो। एउटा एसोसिएसन, सङ्घ सङ्गठन हो। उमेर बढ्दै जाँदाखेरि व्यक्तिहरू विभिन्न सङ्घ सङ्गठनमा आबद्ध हुन्छन्। स्कुलले पनि धेरै कुराहरू व्यक्तिलाई सिकाउँछ र उनीहरू सामाजिकरण हुँदै जान्छन्। स्कुलले धेरै कुरा सिकाउँछ, जो हामी पछाडि एजेन्सीको बारेमा वान बाई वान चर्चा गर्छौँ। यहाँ प्राइमेरी, सेकेन्डरी, मार्जिनल ग्रुप भनेर नामको रूपमा मात्रै चिन्दै अगाडि जाउँ। पोलिटिकल अर्गनाइजेसन भनेको पोलिटिकल पार्टिजहरू भनेर बुझ्नु होला। राजनीतिक सङ्गठन भनेको राजनीतिक सङ्घ संस्थाहरू, राजनीतिक सङ्गठन, हाम्रो देशको सन्दर्भमा राजनीतिक पार्टी, तिनले पनि व्यक्तिलाई सामाजिकीकरण गराउँछन्। कसरी? छलफल गरौँला। सोसल अर्गनाइजेसन, अन्य सामाजिक समूहहरू, राजनीतिक सङ्गठनदेखि बाहिरका सामाजिक समूहहरू, रेड क्रस जस्ता समूहहरू छन् नि, त्यो सामाजिक सोसल ग्रुप हुन् वास्तवमा तिनीहरू। विभिन्न क्लबहरू हुन्छन्, त्यो पनि सामाजिक समूहहरू हुन्छ होइन? स्काउट छ नि स्कुलमा, त्यो नि सोसल ग्रुपकै एउटा मिनी ग्रुप हो। यस्ताहरू हुन्छन्। रिलिजियस ग्रुप भनेको छ धार्मिक सङ्घ सङ्गठनहरू, धार्मिक संस्थाहरू, विभिन्न धर्मसँग चाहिँ केन्द्रित रहेर धार्मिक आस्थाका आधारमा खोलिएका अर्गनाइजेसनहरू विभिन्न हुन्छन्। विश्वमा विभिन्न धर्मावलम्बीहरू बसोबास गर्छन् होइन? हामी कहाँ पनि विभिन्न धर्मावलम्बीहरू छन् होइन? बुद्धिस्टहरूको एउटा समूह बनाएको होला, हिन्दूहरूको एउटा समूह बनाएको होला, बौद्ध मार्गी बनाएर, हिन्दू मार्गीहरूको शैव वैष्णव बनाएर होइन, अब शिव भक्त बनाएर के बनाएको छ नि धेरै। जैनहरूको एक खालको होला, सिखहरूको एक खालको समूह बनाएको होला, हिन्दूभित्र पनि विभिन्न बनाएको छ। त्यसपछि मुस्लिमहरूका पनि धार्मिक समूहहरू निर्माण गरेका छन्, विभिन्न धार्मिक समूह बनाएछन्। विभिन्न चाहिँ अब तपाईँको यो चर्चका चाहिँ कमिटीहरू बनाएको छ, ती सबै धार्मिक समूह हुन्। त्यहाँबाट पनि व्यक्ति सामाजिकरण गर्दै जान्छ। यो दौतरीहरू, सहपाठी, कलेजियसहरू, या आदिबाट नि सामूहिक
सामाजिकीकृत हुँदै जान्छ। आफूलाई सामाजिक गतिविधि व्यवहार क्रियाकलापहरू ग्रहण गर्दै सिक्दै ऊ परिवर्तित हुँदै जान्छ र व्यक्तिले सामाजिकरणको विकास गर्छ। यस्तो इन्फ्लुएन्स हुँदै जान्छ। त्यस कारणले सामाजिक समूह पनि व्यक्तिलाई अत्यन्तै महत्त्वपूर्ण छ भूमिका हुन्छ। के काममा भने कस्तो सन्दर्भमा भन्दा सामाजिकरणको सन्दर्भमा। रेडियो, अब अहिले त रेडियोको प्रभाव घट्दैछ होइन। रेडियो चाहिँ धेरै मान्छेले सुन्न छाडिसके। गाउँतिर अहिले पनि प्रभाव छ, सहर बजारतिर खाइदिइसक्यो, अरू मिडियाले खाइदिइसक्यो, इमेल इन्टरनेटले खाइदिइसक्यो मान्छेलाई। अनि अनेकका चाहिँ इमेल इन्टरनेटको माध्यमबाट हरेक कुराहरू नयाँ कुराहरू आइसक्यो, त्यसले परिवर्तन गर्दैछ। तर त्यहीँ पनि रेडियोको प्रयोग छ। न्युज पेपरहरू अध्ययन गरेर, टेलिभिजन हेरेर, न्युज पेपर अध्ययन गरेर, बुक स्टडी गरेर त्यहाँबाट पनि व्यक्ति सामाजिकरण गर्दै जान्छ। यी सामाजिकरणका मार्जिनल ग्रुप हुन् भनेर छुट्याएको छ। इत्यादिमा अरू धेरै कुराहरू छन्। त्यसर्थ व्यक्तिलाई सामाजिकरण गराउने प्रकारहरूमा टाइप्स अफ सोसल ग्रुपमा 3टा ग्रुपलाई विभाजन गरेको छ। एजेन्सी भन्ने छ। अब यो हाम्रो अन्तिम शीर्षक हो हेर्नु है। यहाँ एजेन्सी अफ सोसलाइजेसन, त्यो हाम्रो एकाइ अन्तर्गत अन्तिम शीर्षकमा 7औं आइटममा एजेन्सी अफ सोसलाइजेसन दिएको छ। यो एजेन्सी अफ सोसलाइजेसन भनेको सोसल ग्रुपकै अर्को नाम हो, सामाजिक समूहकै अर्को नाम हो। यी व्यक्तिलाई सामाजिकीकरण गराउने विभिन्न साधनहरू छन्, विभिन्न निकायहरू छन्, विभिन्न समूहहरू छन्। यसले व्यक्तिलाई एउटा प्राणीलाई मानव बनाउँछ। विभिन्न सामाजिक मूल्य मान्यताहरू सिकाएर, सांस्कृतिक मूल्य मान्यताहरू सिकाएर, नैतिक मूल्य मान्यताहरू सिकाएर, आचरण सिकाएर, चरित्र निर्माण गराएर, अनुशासित बनाएर, ज्ञान सिप धारणा व्यवहार आदान प्रदान गरेर उनलाई एउटा असल प्राणीको रूपमा, असल नागरिकको रूपमा विकास गर्छ। किनभने सामाजिक विकास भनेको, सामाजिक विकासको उच्चतर रूप भनेको असल नागरिक भन्ने विशिष्ट गुणहरू ग्रहण गर्ने सिक्ने पनि हो। किनभने व्यक्ति एउटा इन्डिभिजुअल हुन्छ, त्यसपछि जन्मिएर हुर्किँदै गर्दा अर्को दोस्रो मानिससँग सम्पर्क हुनसाथ त्यहाँ सामाजिक समूह निर्माण हुन्छ। उसको सम्पर्क घेरो फराकिलो हुँदै जान्छ, बढ्दै जान्छ। अझ फराकिलो बन्दै जाँदै गर्दा त उसको चाहिँ अब संसार त यो ग्लोबल परिवेशमा विश्वव्यापी रूपमा उसको सम्बन्ध गाँसिँदै गर्छ। वेब सोसाइटी बन्छ होइन। इन्टरनेट इमेलहरू प्रयोग गर्ने साथ वेब सोसाइटी बन्छ, उसको कम्युनिटी बन्छ, वेब सोसाइटी बन्छ। त्यो पनि सोसलाइजेसन गर्ने एजेन्सीको रूपमा हुन्छ। यसरी यी विभिन्न एजेन्सीहरू छन्, जसलाई एक्टिभ एजेन्सी र पेसिभ एजेन्सी, एक्टिभ ग्रुप र पेसिभ ग्रुप भनेर हाम्रो पाठ्यक्रममा मूलभूत रूपमा यसरी विभाजन गर्न सकिन्छ। त्यस कारणले यहाँ एक्टिभ ग्रुपभित्र, एक्टिभ एजेन्सीभित्र तपाईँको फ्यामिली छ, परिवार, स्कुल छ, दोस्रो, तेस्रो कम्युनिटी छ, चौथो पियर ग्रुप र 5औं एसोसिएसन, त्यसपछि पोलिटिकल ग्रुप, रिलिजियस ग्रुप, इकोनोमिक ग्रुप इटिसी इत्यादि छन्। आर्थिक समूह, राजनीतिक समूह, धार्मिक समूह, परिवार, विद्यालय समुदाय, दौतरी समूह, सङ्घ सङ्गठनहरू, एसोसिएसन, युनियन, यिनीहरूसँगको इन्टरेक्टिभ प्रोसेसबाट, अन्तर्क्रियात्मक प्रक्रियाबाट व्यक्ति सामाजिकीकरण हुँदै जान्छ। अब यीमध्ये हामी परिवारबाट सुरु गरौँ त। फ्यामिली भनेको के हो र यसले व्यक्तिलाई कसरी सामाजिकरण गराउँछ? होम अर फ्यामिली भन्न सक्छौँ है यसलाई। होम अर फ्यामिली भनेर बुझ्नु होला। फ्यामिली मात्रै लेखेको छ त्यहाँ, हाम्रो कन्टेन्टमा नि फ्यामिली दिएको छ। होम अर फ्यामिली है। परिवार, घर परिवार भन्नुहोस् न। घर परिवार व्यक्तिलाई सामाजिकीकरण गराउने एउटा महत्त्वपूर्ण सक्रिय साधन हो। मान्छेलाई सक्रिय भन्छ, मानिसदेखि बाहेक अन्य साधनलाई निष्क्रिय साधन भन्छ, जहाँ मानिसले ती साधनलाई उपयोग गर्नै पर्छ। सक्रिय साधनमा साधन आफै सक्रिय हुन्छ। घर परिवारबाट व्यक्तिले के सिक्दछ? घर परिवारले व्यक्तिलाई के सिकाउँछ? घर परिवारमा व्यक्तिले आर्जन गर्ने, सिक्ने कुरा, ज्ञान सिप धारणा व्यवहार कसरी आर्जन गर्छन्? यो विधि के हो? खोजौँ त के रहेछ? व्यक्तिलाई सामाजिकीकरण गराउने अनौपचारिक साधनको रूपमा, अनौपचारिक साधनको रूपमा परिवारलाई लिन्छ। तर परिवार व्यक्तिको बालकको पहिलो पाठशाला, यही पढेको छैन? व्यक्तिको पहिलो पाठशाला के हो? घर परिवार हो।
घर परिवारले अनेक कुराहरू सिकाउँछ, संस्कृति सिकाउँछ। जन्मिसकेपछि सम्पर्कमा रहने भनेको फ्यामिली, होम फ्यामिली, परिवारका सदस्यहरू। घर परिवार एउटा अनौपचारिक समूह हो मानिसको। यौन सम्बन्धका आधारमा स्थापित हुन्छ। सुरुमा बाबुआमाको चाहिँ सम्बन्ध स्थापित हुनु भनेको यौन सम्बन्धका आधारमा। म्यारिज पछाडि यौन सम्बन्धका आधारमा परिवार सिर्जना हुन थाल्छ। त्यो यौन सम्बन्धका आधारमा आधारित रहेर बनेको समूह अनौपचारिक समूह हुन्छ। यो अनौपचारिक समूहको उद्देश्य आफ्ना सदस्यहरूलाई, परिवारका सदस्यलाई सुरक्षा प्रदान गर्ने हो, उनीहरूलाई स्वास्थ्य हेरचाह गर्ने हो, स्वस्थ रूपमा हेरचाह गर्ने हो, उनीहरूलाई हुर्काउने हो, उनीहरूलाई बढाउने हो। बच्चा बच्चीहरूलाई हुर्काउने बढाउने जिम्मा चाहिँ परिवारको हुन्छ। परिवार, घर परिवार अनुसार विशेष गरेर प्यारेन्ट्स, बाबुआमा चिन्नुपर्छ, बाबुआमा हुन् भनेर बुझ्नुपर्छ। बाबुआमा स्थापित बन्नु भनेको यौन सम्बन्ध, सेक्स रिलेसनको आधारमा यो परिवार निर्माण हुन्छ। परिवारलाई नै बालकको पहिलो पाठशाला भनिन्छ, फर्स्ट स्कुल अफ द चाइल्ड। परिवार बच्चाको पहिलो पाठशाला हो, फर्स्ट स्कुल अफ द चाइल्ड भनेर बुझ्नुपर्छ है। परिवारले बालबालिकाहरूलाई नयाँ नयाँ कुरा सिकाउँछ, परिवारका मूल्य मान्यता सिकाउँछ। त्यसकारण प्रत्येक बालकले घर परिवारमा नै जन्म लिएर प्रारम्भिक जीवन त्यहीँ सुरु गर्छन्। जीवनका निम्ति आधारभूत सिपहरू, क्रियाकलापहरू, व्यवहार त्यही घर परिवारमा सिक्दछन्। बालकले व्यक्तिगत र पारिवारिक मात्र नभएर अन्य सामाजिक व्यवहारको ज्ञान, सिप, अनुभव सबै घर परिवारबाट प्राप्त गर्छ, त्यहीँबाट आर्जन गर्दै लैजान्छन्। परम्परामा चाहिँ घर परिवारबाटै सबै सिकाइन्थ्यो। जति बेला स्कुल कलेज थिएनन् त्यति बेला बच्चाले शिक्षा कहाँ आर्जन गर्थ्यो त घर परिवारमै। त्यसकारण बालकको चरित्रको विकास, व्यक्तित्वको विकासको मूल आधार परिवार नै हो र परिवारले उसलाई दिएको पृष्ठभूमि हो त यो उसलाई दिएको पृष्ठपोषण भन्छ। पृष्ठभूमि भन्दा पनि पृष्ठपोषणको आधारमा ऊ सिक्दै जान्छ, फिडब्याक दिन्छ, यसो गर्नुहुन्छ, यसो गर्नु हुँदैन भनेर। यी कामहरू खराब हुन्, यी काम असल हुन् भनेर घर परिवारले नै चिनाउँछ र उसलाई सामाजिक प्राणी बनाउने जिम्मा नै परिवारको हो। परिवारले व्यक्तिलाई सामाजिक प्राणी बनाउँछ। एउटा जैविक प्राणीबाट पूर्ण मानव बनाउने होइन, सामाजिक प्राणी बनाउने काम परिवारको हो। परिवारले के सिकायो त होइन? बालकले आफ्ना सम्पूर्ण कुराहरू आमाबाबुबाट सिक्दछ, आमाबाबुको क्रियाकलापबाट सिक्दछ। आमाबाबुको क्रियाकलाप नजिकैबाट अवलोकन गर्छ, नजिकैबाट चिन्दछ, ग्रहण गर्छ, त्यसको देखासेखी गर्छ, क्यारिकेचर गर्ने क्या। अनि उसले माया, ममता, स्नेह, प्रेम, आचरण, व्यवहार, सहयोग, त्याग, संयमता, बलिवचन, भाषाको ज्ञान, यो लवाई खवाई, सरसफाई, दैनिक जीवनका अन्य विभिन्न क्रियाकलापहरू, व्यवहारहरू सबै कुरा परिवारबाट व्यक्तिले सिक्दै जान्छ। त्यहीँबाट सामाजिकरण हुन्छ क्या। त्यसकारण परिवारले व्यक्तिलाई सामाजिकरण गराउँदै लैजान्छ। त्यसकारण परिवारलाई व्यक्तिलाई सामाजिकरण गराउने पहिलो साधनको रूपमा, फर्स्ट एजेन्सीको रूपमा चिनिन्छ। त्यसकारण सामाजिक समूहमध्ये परिवार सबैभन्दा महत्त्वपूर्ण साधन हो, इकाइ निकाय हो, एजेन्सी हो भनेर हामी बुझ्न सक्छौँ। त्यसकारण परिवारले बालबालिकाहरूलाई प्रेम, माया, ममता, स्नेह, एफेक्सनको कुरा सिकाउँछ, उनीहरूलाई रक्षा गर्छ, उनीहरूमा आर्थिक चाहिँ समस्याहरूलाई समाधान गर्नलाई परिवारले बन्दोबस्त गर्छ, उनीहरूलाई मनोरञ्जन पनि दिलाउँछ, परिवारको स्थितिको बारेमा, शैक्षिक अवस्था स्थितिको बारेमा, धार्मिक अवस्थाका बारेमा, धर्म कर्म, रीतिस्थिति, चालचलन, सामाजिक मूल्य मान्यता, सांस्कृतिक मूल्य मान्यता, यी सारा कुरा सिकाउँछ। परिवारका सदस्यहरू उनीहरूलाई विभिन्न ठाउँमा घुमफिरमा लैजान्छन्, प्रशस्त माया ममता स्नेह दिने र हुर्काउने ठाउँ नै घर परिवार। उनको स्याहार चाकर गर्ने बालबालिकाको, किन जहाँ जन्मिन्छ त्यहीँबाट उसलाई सामाजिकरण गराउन सुरु हुन्छ, त्यहीँबाट सिक्दैछ। त्यस कारणले सामाजिकरणको पहिलो निकायको रूपमा परिवारलाई लिइन्छ, त्यसपछि मात्रै अरू कुराहरू आउँछन्। त्यस कारण यो फ्यामिली चाहिँ बच्चालाई सामाजिकरण गराउने साधन हो। अब फ्यामिली मेम्बरमा प्यारेन्ट्स हुन्, प्यारेन्ट्सदेखि बाहेक अदर रिलेटिभ्स हुन्छन्, सुन्दै हुन्छ नि।
प्यारेन्ट्सदेखि बाहेक अदर रिलेटिभ्स हुन्छन्, अन्य सम्बन्धित व्यक्तिहरू हुन्छन्, ग्रान्ड प्यारेन्ट्स हुन्छन्, अरू घरमा अब ठुलो परिवार छ, बृहत परिवार छ भने अन्य सदस्यहरू, काका काकीहरू, तिनका सन्तानहरू, छोराछोरीहरू, सिब्लिङ भन्छ मनोविज्ञानको भाषामा, ती सबै मिलेर परिवार बनेको हुन्छ। त्यसकारण परिवारको भूमिका व्यक्तिलाई सामाजिकरण गराउने अहम रहन्छ। परिवारले कस्तो गाइडलाइन दियो, परिवारले कस्तो गाइडलाइन दियो त्यस्तै बन्दछ। त्यहाँदेखि पछाडि मात्रै अरू तत्त्वहरू प्रभावकारी होलान्। स्कुल छ अर्को, दोस्रो। व्यक्तिलाई सामाजिकीकरण गराउने अर्को तत्त्व के हो? विद्यालय हो। विद्यालयले कसरी सामाजिकरण गराउँछ? विद्यालयको व्यक्तिलाई सामाजिकरण गराउने प्रक्रिया पद्धति के हो? कुन ढङ्गले गराउँछ? स्कुलले के सिकाउँछ? स्कुलले के सिकाउँछ बालबालिकालाई? उस परिवारबाट आउँछ, समुदायबाट आउँछ, अनि विद्यालयमा केही समय रहन्छ। विद्यालयमा रहने समय 25% मात्रै, 6 घन्टा त हो नि विद्यालय कार्य त। 10 देखि 4 हाम्रो हिसाब गरौँ, 10 बजेदेखि 4 बजेसम्म 24 घन्टामा 6 घन्टा विद्यालय, बाँकी 18 घन्टा कम्युनिटी र फ्यामिली नै हो। सबै धेरै समय उता बिताउँछ। त्यसकारणले विद्यालय व्यक्तिलाई सामाजिकीकरण गराउने अर्को महत्त्वपूर्ण साधन हो। यसलाई औपचारिक शिक्षाको सुरुवातको थलो भनिन्छ। विद्यालय व्यक्तिलाई शिक्षा दिने, औपचारिक शिक्षा दिने सुरुवातको थलो ठाउँ हो। जब स्कुलहरू खुल्न थाले, औपचारिक शिक्षाको सुरुवात भयो, त्यसपछि शिक्षाको मुख्य दायित्व परिवारबाट विद्यालयमा सर्यो, विद्यालय दिन थाल्यो। पहिले परिवारले अनौपचारिक रूपमा, अनियमित रूपमा सिकाउँथ्यो। बाबुले छोरालाई, आमाले छोरीहरूलाई ज्ञान, सिप, धारणा, व्यवहार सिकाउने चलन थियो। प्राचीनकालीन समयमा जति बेला स्कुल, कलेज, युनिभर्सिटी, औपचारिक संस्थाहरू स्थापना गरिएका थिएनन्, जब स्कुलको आवश्यकता अनुभूति गरियो, स्कुल स्थापना भए, त्यस बेलादेखि औपचारिक शिक्षाको प्रारम्भ भयो। औपचारिक शिक्षाको प्रारम्भपछि बल्ल अनि शिक्षाको उद्देश्य, शिक्षाको दायित्व विद्यालयमाथि सर्यो, समाजबाट, समुदायबाट, घर परिवारबाट यता सर्यो। तसर्थ आज यो बालकलाई शिक्षा दिने एउटा महत्त्वपूर्ण सक्रिय साधनको रूपमा, सशक्त साधनको रूपमा, औपचारिक शिक्षाको निकायको रूपमा विद्यालय विकसित भइसकेको छ। स्कुल है एउटा सशक्त थलो हो। बालबालिकालाई शिक्षा दिने एउटा सशक्त थलोको रूपमा विद्यालयको स्थान छ, स्थान स्थापित भएको छ। त्यसकारण यो विद्यालय एउटा त्यस्तो सार्वजनिक थलो हो अथवा सामाजिक सङ्घ संस्था हो जसले बालकको सर्वाङ्गीण विकासमा मद्दत पुर्याउँछ। विद्यालयले सर्वाङ्गीण विकास, शारीरिक, मानसिक, संवेगात्मक, है अर्को सामाजिक, शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक विकासको लागि महत्त्वपूर्ण भूमिका खेल्ने औपचारिक संस्थाको रूपमा स्कुललाई मानिन्छ। कसरी 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 स्कुल औपचारिक थलो हो? एउटा कार्यक्रम बनाउँछ उसले, औपचारिक शिक्षाको पाठ्यक्रम बनाउँछ, त्यही पाठ्यक्रम लागू गर्छ। पाठ्यक्रम कार्यान्वयन गर्दाखेरि पाठ्यक्रमभित्र विभिन्न विषयवस्तुहरू राखेर तर्जुमा गरेको हुन्छ। त्यही कुरा सिकाएर उसलाई एउटा असल नागरिक, ऊ भनेको व्यक्ति, सिकारुलाई असल नागरिक बनाउने अनेक प्रयासहरू गर्छ। त्यसकारणले विद्यालयको एउटा यस्तो इम्पोर्टेन्स बढेको छ, यो सामाजिक संस्थाको रूपमा यो विकसित भएको छ। यसले बालकको सर्वाङ्गीण विकास गर्नका निम्ति मद्दत पुर्याएको छ। सामाजिक समूह हो यो, यसले बालबालिकालाई शिक्षा दीक्षा दिने काम गर्छ। विद्यालयले बालबालिकालाई शिक्षा दीक्षा दिने काम गर्छ। सामाजिक मूल्य, मान्यता, रीतिरिवाजहरूलाई, ज्ञान, सिपलाई, संस्कृतिलाई हस्तान्तरण गर्ने, जगेर्ना गर्ने काम गर्छ, तिनीहरूलाई जोगाउने काम गर्छ। बालबालिकाको अनेक अनुभव हुन्छन्, अनेक बालबालिकामा अनेक सिपहरू हुन्छन्। जीवन निर्वाहका निम्ति ती अनुभव र सिपलाई तालिम दिएर अझ उसलाई सुदृढ बनाउँछ विद्यालयले। एउटा सदस्यलाई पूर्ण नागरिक बनाउने र जिम्मेवार सदस्यको रूपमा विद्यालयले विकास गराउने काम गर्छ। विद्यालयलाई सिकाएर
अनुशासन सिकाएर, गोपनीयता सिकाएर, आचार संहिता सिकाएर, ज्ञान सिप धारणा व्यवहार प्रदान गरेर समाजको योग्य सक्षम नागरिक बनाउने काम विद्यालयको भूमिकाभित्र पर्छ। तसर्थ बालकले घर परिवारमा अनौपचारिक रूपमा सिकेका आधारभूत कुराहरूलाई, आधारभूत सिपलाई, आधारभूत ज्ञानलाई औपचारिक रूपमा विद्यालयले शिक्षा दिन्छ र अझै तिनलाई बलियो बनाउँछ, अझ बलियो बनाउँछ, अझ सुदृढ बनाउँछ। विद्यालयमा विभिन्न धर्म समुदायका मान्छेहरू आउँछन्, विभिन्न वर्गका मान्छे आउँछन्, विभिन्न जात जातिका मान्छेहरू आउँछन्, विभिन्न भाषाभाषीहरू आउँछन्। यस्ता विभिन्न जात जाति, विभिन्न भाषाभाषी, विभिन्न वर्ग समुदाय धर्म परम्परा मान्ने मान्छेहरूका छोराछोरीहरू विद्यालयमा आएका हुन्छन्। उनीहरूलाई एक आपसमा अन्तर्क्रिया गराउनुपर्छ। विद्यालय उनीहरू बिचमा अन्तर्क्रिया गराई एउटा नयाँ वातावरण बनाउँछ। नयाँ वातावरण निर्माण गरी त्यहाँ समायोजित हुने काम गराउँछ। विद्यालयको भूमिका यस्तो हुन्छ। त्यसकारण विद्यालयले बालकको परिवारको भन्दा भिन्न मनोवैज्ञानिक र सामाजिक वातावरण निर्माण गर्दछ। परिवारले बेग्लै बनाउँछ, उसले चाहिँ विद्यालयले चाहिँ भिन्नै सामाजिक वातावरण बनाइन्छ, भिन्नै मनोवैज्ञानिक वातावरण निर्माण गर्छ र त्यहाँ सामाजिकृत गराउँछ। त्यहाँ त्यही परिस्थितिमा व्यक्तित्व विकासका निम्ति विद्यालयले बालबालिकालाई तयार गर्छ। उसको अधिकार के हो बोध गराइदिन्छ, बालकको कर्तव्य के हो त्यो बोध गराइदिन्छ। त्यसकारणले अधिकार र कर्तव्यको बोध गराइसकेपछि ऊ सामाजिक उन्नति, सामाजिक परिवर्तनका निम्ति विभिन्न उपायहरूको खोजी गर्छ, विभिन्न उपायहरूको अन्वेषण गर्छ, तिनको निर्माण गर्छ, अनि बालकलाई तालिम दिन्छ, अरूलाई सेयर गर्छ। यसरी उसलाई सामाजिकरण गराउन एउटा विद्यालयले शिक्षकद्वारा, तालिम प्राप्त शिक्षकद्वारा, सामाजिक व्यक्तिहरूद्वारा त्यो व्यवस्था मिलाएर उसलाई योग्य बनाउन कोसिस गर्छ। यसरी विद्यालयको सामाजिक भूमिका अत्यन्तै महत्त्वपूर्ण छ। विद्यालयलाई एउटा त्यस्तो सामाजिक भूमिकाको रूपमा त्यस्तो विद्यालय त्यस्तो सामाजिक आविष्कार हो जसले समाजका प्रत्येक बालबालिकालाई विशेष शिक्षण गरेर एउटा सामाजिक सेवा प्रदान गर्न योग्य बनाउँछ। यसरी विद्यालय महत्त्वपूर्ण हुन्छ। विद्यालय सामाजिक अनुशासनको पाठ सिकाउने महत्त्वपूर्ण थलो हो। अनुशासनका नियम कानुन सिकाउँछ, आचार संहिता सिकाउँछ, पारिवारिक हितका बारेमा सिकाउँछ, पारिवारिक हितका व्यक्तिगत कुराहरू सिकाउँछ, व्यक्तिगत चाहनाहरू, व्यक्तिगत इच्छाहरू, व्यक्तिगत स्वार्थका कुराहरूलाई सामूहिक र सामाजिक हितका लागि उपयोग गर्नुपर्छ भन्ने कुराहरू सिकाउँछ। यसरी सिक्ने र सिकाउने एउटा महत्त्वपूर्ण औपचारिक थलो स्कुल हो है। त्यसकारण स्कुलले बालबालिकाहरूमा विकसित हुँदै गएका यता संवेगात्मक व्यवहारलाई, जिद्दीपूर्ण व्यवहारहरू प्रस्तुत गर्छ बच्चाले कहिलेकाहीँ त। त्यसकारण व्यक्तिले नयाँ ढङ्गले सोच्ने, विचार व्यवहार गर्ने, नयाँ धारणाको विकास गराउन विद्यालयले बच्चालाई सहयोग पुर्याउँछ। तसर्थ व्यक्ति समाज र राष्ट्रका प्रत्येक आवश्यकता र चाहना पुरा गर्न विद्यालयले महत्त्वपूर्ण भूमिका खेल्छ। विद्यालय त्यस्तो एउटा सक्रिय साधन हो। विद्यालय एउटा त्यस्तो सामाजिकरणको साधन हो जसका माध्यमबाट व्यक्तिले विशिष्ट नयाँ र परिवर्तित भूमिका निर्वाह गर्ने सक्षमता प्राप्त गर्छ। त्यसकारणले यो अत्यन्तै महत्त्वपूर्ण साधन हो। स्कुलले सिकाउँछ, औपचारिक थलो हो, पाठ्यक्रममा व्यवस्था गर्छ, विभिन्न विषय सिकाउँछ। ती विषयवस्तुहरूमा सामाजिक विषय पक्षसँग सम्बन्धित विभिन्न शैक्षिक अनुभवहरू, पाठ्यक्रमहरू, सिकाइ अनुभवहरू प्रदान गर्छ र उसलाई योग्य सदस्य बनाउन कोसिस गर्छ। यो चाहिँ तपाईँको यो शैक्षिक संस्थामा विद्यालयको भूमिकाको कुराकानी हो। यसरी व्यक्तिलाई सामाजिकरण गराउँदै लैजान्छ। अब अर्को रह्यो कम्युनिटी। समुदायले के गर्छ त? अब बालकलाई समुदायको भूमिका के हुन्छ? समुदायले व्यक्तिलाई, बालकलाई कसरी सामाजिकरण गराउँदै लैजान्छ त? त्यसको कुरा खोजी गर्नुपर्छ। समुदाय के हो भने अगाडि चर्चा गरेका छौँ हामीले। बालकलाई शिक्षा प्रदान गर्ने अर्को महत्त्वपूर्ण अथवा बालकलाई, बालबालिकालाई सामाजिकीकरण गराउने अर्को सामाजिक समूह मध्ये समुदायलाई पनि एउटा सक्रिय साधन मानिन्छ। औपचारिक अनौपचारिक दुवै खाले निकायको रूपमा हेर्छ। समुदायलाई हामीले एकसाथ सेवा गर्दै
अधिकार र कर्तव्यको भूमिका निर्वाह गर्ने साधन हो भनेर बुझेका छौँ। समुदाय भनेको कुनै भौगोलिक क्षेत्रभित्र बस्ने व्यक्तिहरूको समूह हो भनेर बुझेका छौँ। एउटा भौगोलिक क्षेत्रभित्र बसोबास गर्ने व्यक्तिको समूह अथवा मानिसहरूको जमातलाई समुदाय भनिन्छ भनेर बुझेका छौँ। जहाँ प्रौढहरू पनि हुन्छन्, वयस्कहरू पनि, जहाँ बालकहरू पनि हुन्छन्। प्रौढ र बालकहरू सामाजिक र असामाजिक व्यक्ति सबैले आफ्नो जीवनशैली अपनाएका हुन्छन्। सबैमा आफ्नो कर्तव्य र अधिकारको चेतना हुन्छ भन्ने छैन, नहुन पनि सक्छ। तर समुदायबाट बच्चाले व्यक्तिले आफ्नो कर्तव्य र अधिकार सम्बन्धी चेतना प्राप्त गर्छ। त्यसलाई व्यापक बनाउँदै सोसाइटीले त्यसैलाई व्यापक बनाउँछ। समाज भनेको समुदायभित्रको एउटा निश्चित समूह हो जसले आफ्नो अधिकारलाई कर्तव्यलाई बुझेर साझा उद्देश्य प्राप्तिका लागि काम गर्नुपर्छ। समुदायभित्र विभिन्न स्वरूपहरू हुन्छन्। विभिन्न स्वरूप लिएर छुट्टै अस्तित्व निर्माण गरेको एउटा चेतनशील व्यक्तिको समूह समाज बन्छ। एउटा समुदायभित्र अनेक मूल्य मान्यताहरू हुन्छन्। समुदायको मूल्य मान्यता हुन्छ। ती मूल्य मान्यतालाई संरक्षण, सम्वर्धन र नयाँ पुस्तामा स्थानान्तरण गर्न समुदायले भूमिका खेल्नुपर्छ। किन त्यो पनि के हो भन्दा शिक्षण गर्ने, सिकाउने एउटा थल हो नि त कम्युनिटी। स्कुलबाट फर्केपछि त समुदाय र घर परिवारमै हुन्छन्। समुदायमा विभिन्न सोसल एक्टिभिटिजहरू हुन्छन्। त्यही सोसल एक्टिभिटीमा व्यक्ति आफू पनि इन्भल्भ हुन्छ, समाहित गराउँछ, समावेश गराउँछ, त्यहीँबाट सिक्दै लैजान्छ। त्यसकारण बालक जन्मेर हुर्केको ठाउँको रहनसहन कस्तो छ उसको समुदायको रहनसहनले निर्धारण गर्छ। समुदायको रहनसहन भनेको नै बालक जन्मेर हुर्केको ठाउँको परिवेशको रहनसहन हो, चालचलन हो, संस्कृति हो, भाषा हो। त्यसकारण रहनसहन, चालचलन, संस्कृति, भाषाले व्यक्तिको विकासमा, सामाजिकरणमा गहिरो प्रभाव पारेको हुन्छ, महत्त्वपूर्ण प्रभाव पार्छ। परिवारले पनि बालकलाई समाज र समुदायको प्रत्येक कुरासँग परिचित गराउँछ र त्यहाँ तालमेल मिल्ने गरी धेरै कुराहरू सिकाएका हुन्छन्। समुदायले, समाजले पनि बालकलाई त्यसै गर्छ। तसर्थ कुनै पनि व्यक्ति आफ्नो परिवेशबाट अलग हुनै सक्दैन। आफ्नो समाज र परिवेशबाट व्यक्ति अलग हुनै सक्दैन। आफू बाँचेको समाज वा समुदायको प्रत्येक पक्षसँग उसले क्रियाकलाप गर्छ, अन्तर्क्रिया गर्छ। त्यहाँ उसले आफ्नो भूमिका स्पष्ट पार्छ। घरमा, विद्यालयमा प्राप्त गर्ने ज्ञान, सिप र व्यवहारहरूलाई समुदायमा प्रयोग गर्छ। अनि समुदायले पनि सिकारले घर परिवार र स्कुलमा बच्चाले सिकेका कुराहरूलाई समुदायले पनि ग्रहण गर्छ। त्यसकारण हामीले अगाडि चर्चा गरेका छौँ, विद्यालय समाजलाई परिवर्तन गर्ने एउटा महत्त्वपूर्ण साधन हो भनेर हेरेका छौँ, अगाडि चर्चा गरेका छौँ। त्यसकारण एउटा परिवेशमा घुलमिल गराउँछ। समुदायले व्यक्तिलाई एउटा परिवेशमा घुलमिल गराउँछ। खाने, बस्ने, हिँडडुल गर्ने, होइन, आदि इत्यादिदेखि लिएर सिङ्गो समाज, समुदाय र राष्ट्रसँग गर्नुपर्ने प्रत्येक व्यवहारहरू व्यक्तिले समुदायबाटै सिक्दछ। समुदायले उसलाई कसरी ट्रेनिङ दियो, समुदायभित्र रहेका विभिन्न सङ्घ संस्था र समूहसँग उसको सम्पर्क कति हुन्छ, त्यो सङ्घ संस्थाहरूसँगको सम्पर्कले बालकलाई सामाजिकरण गराउँछ, उसको व्यक्तित्व निर्माण गर्छ, उसमा चेतनाको विकास गराउँछ, उसलाई असल सामाजिक भूमिका निर्वाह गर्न सक्ने व्यक्ति बनाउँछ। त्यसमा भाषा, धर्म, रीतिस्थिति, कला, संस्कृति, नैतिकता सबै कुरा समुदायबाट पनि व्यक्तिले सिकेको हुन्छ। परिवारबाट सिक्छ, समुदायबाट सिक्दछ, स्कुलबाट सिक्दछ, एक आपसको रिलेसन छ त्यहाँ। यसकारण यस्ता क्रियाकलापहरू जो बच्चाले, बालकले समुदायबाट ग्रहण गर्दै सिक्दै लैजान्छ। परिवारका, समुदायका सदस्यसँगको अन्तर्क्रियाद्वारा सामाजिक मूल्य मान्यता सिक्छ, संस्कृति सिक्छ, अधिकार र कर्तव्यको बोध गर्छ, अधिकार र कर्तव्यको ज्ञान प्राप्त गर्छ, त्यसलाई बोध गर्छ, आत्मसात गर्छ र ऊ एउटा सामाजिक सदस्यको रूपमा विकसित हुँदै जान्छ। यस प्रकार बालकलाई सामाजिकरण गर्न एउटा अर्को महत्त्वपूर्ण सक्रिय साधनको रूपमा कम्युनिटी हो। कम्युनिटी पनि हो। हामीले हेऱ्यौँ फ्यामिली, स्कुल, कम्युनिटी, पियर ग्रुप छ अर्को, दौतरी समूह, साथी सङ्गीको समूह दौतरी। यसले कसरी सामाजिकीकरण गराउँछ? सङ्गतको आधारमा।
समान उमेर र उस्तै सामाजिक स्तरका भएका बालबालिकाहरूको समूह चाहिँ दौतरी समूह हो, जोसँग नजिकैको सम्बन्ध हुन्छ। अक्सर भेटघाट भइरहने, कुराकानी मिल्ने, मन र भावना मिल्ने यस्ता व्यक्तिहरूको समूह तपाईँको पियर ग्रुप हुन्छ। व्यक्तिको सामाजिकरण विकासमा पियर ग्रुपको इन्फ्लुएन्स कस्तो हुन्छ त? महत्त्वपूर्ण चाहिँ प्रभाव हुन्छ नि। अहिले धेर भन्नै पर्दैन, पियर ग्रुपकै कुरा सिक्दछन्। किशोर अवस्थामा त पियर ग्रुप स्ट्यान्डर्ड उनीहरूको प्यारेन्ट्सले भनेको भन्दा साथीले भनेको कुरा बढी पत्याउने, मान्ने, अनुकरण गर्ने गर्छन्। के सिकाउँछ पियर ग्रुपले? सङ्गत गुणाको फल भन्छ नि। सङ्गत भनेको सङ्गतिसँग, साथीसँगको चाहिँ घनिष्ठताको आधारमा उसले सिक्ने कुराहरू। त्यसकारण दौतरी समूह भनेको नै समान उमेरका र उस्तै सामाजिक स्तर भएका मान्छेहरू, व्यक्तिहरू एक आपसमा आबद्ध हुन्छन् र समूह निर्माण गर्छन्। त्यो नै दौतरी समूह हो। दौतरी समूह पनि व्यक्तिले सामाजिकरण गर्ने अर्को महत्त्वपूर्ण साधन हो, निकाय हो। दौतरी समूहमा उनीहरू आबद्ध हुन्छन् जहाँ साझा उद्देश्य पुरा गर्ने अभिप्रायका साथ लागेका हुन्छन्। साना बालबालिकाहरूको घर परिवारदेखि बाहिर गइसकेपछि साथी सङ्गी बनाउँछ। आफू जस्तै साथी समूहको निर्माणको लागि खोजी गर्छन्, खेल समूह बनाउँछन्, प्ले ग्रुप बनाउँछन्, यो निर्माण गर्न थाल्छन्। त्यसकारण समान उमेरका व्यक्तिहरूसँगको आपसी सम्बन्ध र क्रियाकलापमा उनीहरूले मनोरञ्जन लिन्छन्। मनोरञ्जन महत्त्वपूर्ण भूमिका खेल्छ उनीहरूको क्रियाकलापले। जहाँ प्रेम हुन्छ, मेलमिलाप हुन्छ, गाढा सम्बन्ध कायम हुन्छ। उनीहरू बिचमा बेला बखतमा झैझगडा पनि हुन्छ बच्चाहरूमा, तर त्यो क्षणिक हुन्छ, अस्थायी हुन्छ। आपसी सम्बन्धमा लिङ्ग, धर्म र स्तरको भेद पनि खासै हुँदैन। त्यसकारणले कसैलाई कुनै समस्या आइपरेमा सामूहिक रूपमा मुकाबिला पनि गर्न सक्छ, सँगै लड्छन् क्या। अलि ठुलो उमेरमा पुगिसकेपछि केटाकेटीहरूले साथी समूह र दौतरी समूह निर्माण गर्दै अगाडि बढ्छन्। सानै कक्षामा अलिक कम हुन्छ। प्राथमिक कक्षाका बालबालिकाहरू घर परिवारबाट बढी केन्द्रित हुन्छन्। माध्यमिक तहका विद्यालयका बालबालिकाहरूको प्रभाव चाहिँ दौतरी समूहको प्रभावबाट हुन्छ। त्यस कारण हामीले एडोलसेन्ट एजका बालबालिकाहरूको चाहिँ सामाजिकरणको विकासको मूल आधार चाहिँ सङ्गति हो भनेका छौँ। पियर ग्रुप इन्फ्लुएन्स चाहिँ गजबको पर्छ, दौतरी समूहको प्रभाव पर्छ एडोलसेन्ट एजमा भनेर हेरेका छौँ। त्यसकारण विभिन्न पृष्ठभूमिबाट विद्यालयमा पढ्न आएका अथवा विभिन्न पृष्ठभूमिका समाजका सदस्यहरूलाई सामाजिकरण गराउनका निम्ति यो दौतरी समूहको अत्यन्तै राम्रो प्रभाव हुन्छ। उनीहरू एउटै समूह निर्माण गरेर खेल्ने गर्छन्, अन्तर्क्रिया गर्ने गर्छन्, एक अर्काको बानी व्यवहार स्वभाव दृष्टिकोण आचरण आदान प्रदान गर्छन्, त्यो सिक्दछन्। एक आपसमा विचार विनिमय गर्छन्, एक अर्काको विचारको कदर पनि गर्ने, आपसी सुख दुःख बाँड्ने, नेतृत्वको विकास गर्ने मौका उनीहरूले यही माध्यमिक तहको उमेरमै पुगेर गर्छन्। अनुसरण गर्छन्, साथी सङ्गतिका विशेष भूमिकालाई अनुकरण गर्छन्, अनुसरण गर्छन्। समाजप्रति पनि उनीहरू उत्तरदायी हुन थाल्छन् किशोर अवस्थामा पुगेपछि। अनि कुनै पनि चाहिँ सङ्घ सङ्गठनमा आबद्ध भएर सङ्गठित भई रचनात्मक कार्य गर्नेतर्फ पनि उन्मुख हुन्छन्, त्यसतर्फ पनि लाग्छन्। त्यसकारण यो पियर ग्रुपले कुनै पनि बालबालिकालाई सामाजिकीकरण गराउनका निम्ति विशेष भूमिका खेल्छ। उनीहरूको स्वभाव बदल्नका निम्ति, उनीहरूले प्राप्त गर्ने ज्ञानलाई सुदृढीकरण गराउनका निम्ति, सिप विकासका निम्ति, व्यवहार निर्माण गर्न, परिमार्जन गर्नका निम्ति यो पियर ग्रुपको इन्फ्लुएन्स महत्त्वपूर्ण छ। त्यसकारणले सामाजिकीकरण गराउने अर्को महत्त्वपूर्ण सक्रिय साधनको रूपमा दौतरी समूह हो, पियर ग्रुप इन्फ्लुएन्स, यो पनि महत्त्वपूर्ण छ। अब अर्को छ एसोसिएसन, सङ्घ सङ्गठन भनेको हो यो। एसोसिएसन सङ्घ सङ्गठनहरू, सङ्घ संस्थाहरू साझा अभिरुचि र उद्देश्य पुरा गर्नको निम्ति आबद्ध भएको व्यक्तिहरूको समूह हो यो सङ्गठन भनेको। सङ्गठनमा भाषा, धर्म, लिङ्ग, जाति आदिको भिन्नता भए पनि व्यक्तिहरू एक आपसमा सहयोग र समझदारीका आधारमा आबद्ध हुन्छ। सहयोगका आधारमा, समझदारीका आधारमा आबद्ध हुन्छन्। समाजमा स्थापित सङ्घ सङ्गठनहरूमा उनीहरू आबद्ध भएर त्यसतर्फ लाग्छन्। सङ्घ सङ्गठन एसोसिएसन
वैचारिक समूहको रूपमा पनि विकसित हुन्छ त्यो। व्यक्तिमा भएको क्षमतालाई समाजको आवश्यकता पूरा गर्नका निम्ति सङ्गठनमा आबद्ध हुन्छन् र त्यो परिचालित हुन्छन्। सङ्घ संस्थाहरू, अर्गनाइजेसन, एसोसिएसन इत्यादि नाम दिइन्छ। उनीहरूलाई सङ्गठनले परिचालन गर्छ, सङ्घ संस्थाले परिचालन गर्छ, सामाजिकीकरणका क्रियाकलापमा संलग्न गराउँछ। यहीँ उत्प्रेरित हुन्छन् दौतरीसँग लागेर। मिल्दो साथीहरू मिलेर सङ्गठन बनाउने हो। व्यक्तिको विकास र उन्नतिका लागि यी सङ्घ सङ्गठनले महत्त्वपूर्ण भूमिका खेल्छन्। सङ्घ सङ्गठनमा आबद्ध भएर नेतृत्वको विकास गर्छन् उनीहरूले। त्यहाँबाट विभिन्न सङ्घ संस्थामा उनीहरूले तालिम गोष्ठी सेमिनारहरूमा आबद्ध भएर केही न केही कुराहरू सिक्छन्, अनुभव ग्रहण गर्छन्। त्यो उनीहरूको सिकाइ हो। उनीहरूको खुबीको आधारमा, योग्यताको आधारमा, क्षमताको आधारमा काम र जिम्मेवारी प्राप्त गर्दै लैजान्छन्। बाँडफाँड पनि गर्छन्। को के कामका लागि योग्य छ त्यसैलाई जिम्मेवारी दिन्छन्। बढी जान्नेलाई महत्त्व दिन्छन्, सङ्गठित हुन्छन्। यस्ता सामाजिक सङ्घ सङ्गठनहरूलाई रेड क्रसको रूपमा लिन सकिन्छ। सङ्घ संस्थाहरू स्काउटको रूपमा लिन सकिन्छ। युथ एसोसिएसन, युनियन भनेर लिन सकिन्छ, होइन? युवक सङ्गठन, महिला सङ्गठन, युवा सङ्घ भनौँ, महिला सङ्गठनहरू, मजदुर सङ्गठनहरू, विद्यार्थी सङ्गठनहरू, खास गरी यो विद्यालय उमेरका बालबालिका भएको हुनाले विद्यार्थी सङ्गठनहरू, युनियनहरू, स्टुडेन्ट युनियनहरू, यस्ता खाले सङ्घ सङ्गठन हुन्। त्यसका साथसाथै अरू पनि छन्, अरू पनि सँगै जोडिहाल्छ। पोलिटिकल ग्रुप, रिलिजियस ग्रुप, इकोनोमिक ग्रुप, यी पनि एसोसिएसनभित्रैका आबद्ध समूह हुन्। राजनीतिक समूह, आर्थिक समूह, सामाजिक समूह, यस्ता चाहिँ सङ्घ सङ्गठन र समूहमा आबद्ध हुन्छ र त्यहाँबाट सिक्दै जान्छन्। आर्थिक समूह, सामाजिक समूह, राजनीतिक समूह, होइन, धार्मिक समूहमा पनि आबद्ध भएर उनीहरू आफूलाई सामाजिकीकरण गर्दै हुँदै लैजान्छन् र सङ्गठित सङ्घ संस्थाले व्यक्तिलाई सामाजिकीकरण गराउन महत्त्वपूर्ण योगदान दिन्छ। यी भए तपाईँको एक्टिभ एजेन्सी। एक्टिभ एजेन्सीको इन्फ्लुएन्सबाट व्यक्ति सामाजिकीकृत हुँदै जान्छ। प्रत्येकको भूमिका छ सामाजिकीकरण गराउनमा, प्रत्येकको भूमिका महत्त्वपूर्ण हुन्छ। अब यस पछाडि हाम्रो एक्टिभ एजेन्सी पछाडि पेसिभ एजेन्सी छ, निष्क्रिय साधनहरू, निष्क्रिय समूहहरू जसले व्यक्तिलाई सामाजिकीकरण गराउँछ। सुन्दै हुनुहुन्छ नि? हेलो 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 हेलो, सुनिँदैछ सर? कुरो बुझिँदैछ? बुझिँदैछ सर। कुरो सुनिँदैछ, कुरो बुझिँदैछ? हामी व्यक्तिलाई सामाजिकीकरण गराउने साधनको चर्चामा छौँ। कुन कुन साधनले व्यक्तिलाई के कुराहरू सिकाएर उनीहरूको आचरण, व्यवहार, विशेषता, क्रियाकलाप, ज्ञानसिप, धारणामा परिवर्तन गरेर योग्य सक्षम बनाउँछ भन्ने कुरामा छौँ। परिवारले सिकाउँदो रहेछ, स्कुलले सिकाउँदो रहेछ, समुदाय समाजले सिकाउँदो रहेछ, दौतरी समूहको भूमिका हुँदो रहेछ, एसोसिएसन अर्गनाइजेसनको भूमिका हुँदो रहेछ, पोलिटिकल ग्रुपको भूमिका हुँदो रहेछ, सोसल ग्रुप, रिलिजियस ग्रुप, इकोनोमिक ग्रुप आदि ग्रुपले पनि उसलाई इन्फ्लुएन्स गरेर एउटा प्राणीलाई मानव बनाउने रहेछ भन्ने कुराहरू हेऱ्यौँ। औपचारिक रूपमा, अनौपचारिक रूपमा, अनियमित रूपमा विभिन्न ढङ्गले सिकाउने सङ्घ संस्था सङ्गठनहरू छन्। प्रत्येकको भूमिका उल्लेखित छ। जति धेरै व्यक्तिहरूसँग, समूहसँग, समुदायसँग, समूहसँग व्यक्तिले अन्तर्क्रिया गर्यो त्यतिकै बढी सामाजिकरण हुँदै जान्छ। यहाँसम्म आइपुग्यौँ। अब यस पछाडि अन्तिममा पुगेको छ हाम्रो यो एकाइको अन्तिममा पेसिभ एजेन्सी। पेसिभ एजेन्सीको कुरा छ है, निष्क्रिय साधन। र निष्क्रिय साधनको बारेमा अब बताउनुहोस्। मैले आइडिया सेयर गरिसकेँ। निष्क्रिय साधन भनेको के रहेछ? यहाँ नाम छन्, तिनीहरूबाट व्यक्तिले कसरी आफूलाई सामाजिकरण गराउँछ। ल भन्नुहोस् अब। कसरी गराउँछ? मास मिडियामा, न्युज पेपरले व्यक्तिलाई सोसलाइजेसन कसरी गराउँछ? मास मिडिया भनेको के हो?
खै त खै 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 बोल्नु होला, बोलौँ, छलफल गरौँ, अन्तर्क्रिया गरौँ। सामाजिकरणका यी साधनहरू जसले व्यक्तिलाई सामाजिकृत गराउँदै लैजान्छ, पोलिटिकल ग्रुपले गरायो, रिलिजियस ग्रुपले गरायो, इकोनोमिक ग्रुपले गरायो। अब मास मिडियाको कुरा गर्छ, प्यासिभ एजेन्सी, मास मिडिया, आम सञ्चारका माध्यमहरू है, आम सञ्चारका माध्यमहरू जसलाई मास मिडिया भन्यो। व्यक्तिलाई सामाजिकीकरण गराउनका निम्ति सामाजिकरणमा सञ्चारका साधनहरूको मास मिडियाको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। कसरी र भन्नुहोस्? न्युज पेपरको के भूमिका हुन्छ? पत्र पत्रिका पढेर कसरी व्यक्ति सामाजिकरण हुन्छ? पत्र पत्रिकामा के कुरा छापिन्छन् हैन? पत्र पत्रिकामा छापिएका विभिन्न न्युजले, आर्टिकलले, एडभर्टाइजमेन्टले, विज्ञापनहरूले, विभिन्न सूचना जानकारीले व्यक्ति कसरी सामाजिकरण हुन्छ? ल बताउनुहोस्। लेख्नुपर्छ, भाग्नुको त साथीहरू घट्दै हुन्छ। अहिलेका एक्टिभ एजेन्सीहरूमा दोहोरो भूमिका हुन्छ, दोहोरो अन्तर्क्रिया हुन्छ, वान वे कम्युनिकेसन हुन्छ। यो चाहिँ टु वे कम्युनिकेसन हुन्छ, यहाँ चाहिँ वान वे कम्युनिकेसन मात्रै हुन्छ नि। फेरि वान वे कम्युनिकेसन, वान वे प्रोसेस हो पेसिभ एजेन्सी। एक्टिभ एजेन्सी टु वे प्रोसेस हो, दोहोरो सञ्चार प्रक्रिया हो। माथिल्लो यो एकहोरो हो, यसले पनि प्रभाव पार्छ। एकहोरो हुने भएकाले नै होला है सर यसलाई प्यासिभ भनेको? हो, एकहोरो भएकाले। यी त साधन मात्रै हो नि त, यिनीहरू आफै चल्दैनन् नि, मानिसले चलाउँछ होइन। न्युज पेपर आफै आएर व्यक्तिलाई केही कुराहरू सुनाउँछ र? न्युज पेपर त व्यक्तिले पढ्छ नि, व्यक्ति एक्टिभ हुनु पर्यो। त्यो सक्रिय हुँदैन आफै, त्यसले चलाउनु पर्यो, त्यसलाई ह्यान्डलिङ गर्नु पर्यो। माथिका चाहिँ दुइटै प्राणी हुन्, दुइटै मानिसहरू आबद्ध हुन्छ दुइटै कुरामा। फ्यामिलीमा पनि अर्को एउटा इन्डिभिजुअल हो, अर्को चाहिँ फ्यामिली मेम्बरहरू हुन्छन्। स्कुलमा पनि लर्नर इन्डिभिजुअल पो, स्कुलका अन्य व्यक्तिहरू हुन्छन्, साथीसँग, टिचर, नन टिचिङ स्टाफहरू। कम्युनिटीमा पनि एउटा व्यक्ति हुन्छ, अरू समाजका समुदायका सदस्य हुन्छन्। पियर ग्रुपमा पनि एसोसिएसन, पोलिटिकल ग्रुप, जहाँ मान्छेको उपस्थिति छ त्यहाँ दुईवटा पक्ष बिचमा अन्तर्क्रिया हुन्छ। त्यसो भने त्यो दोहोरो भयो होइन, टु वे भयो। अब यो तल्लो चाहिँ वान वे मात्रै हुन्छ। कहिलेका अब्जेक्टिभमा सोधिदिन सक्छ, टु वे र वान वे है। न्युज पेपरबाट हामीले के सिक्ने, व्यक्तिले के सिक्छ त ऊ सामाजिकरण हुन्छ जस्तो भन्नुहोस् त अनुभवहरू। न्युज पेपरबाट विभिन्न ठाउँमा घटेका घटनाहरू अनि विभिन्न ठाउँका त्यस्तो प्रगति विवरणहरू आदि इत्यादि त्यस्तो त्यहाँ अपडेट भएको हुन्छ र अब व्यक्तिले पनि त्यसलाई हेरेर अब कुनै कुराहरू त्यसै अनुरूप गर्ने अथवा ठाउँमा के भइरहेको छ भन्ने कुरा अपडेट भइरहनु भएकाले व्यक्तिलाई सामाजिकीकरण हुन अलिक सहज हुन्छ होला सर। हो नि, तपाईँले सबभन्दा पहिले न्युज पेपर भन्न साथ बजारमा विभिन्न हिसाबले छापिने दैनिक, साप्ताहिक होइन, पाक्षिक अथवा मासिक अथवा अर्धवार्षिक अथवा वार्षिक पत्र पत्रिकाहरू बुझ्नुपर्छ। त्यहाँ के उनीहरूले न्युज दिन्छन्, न्युजका क्षेत्रहरू अनेक छन् नि त। अनि त्यहाँभित्र कतिपय कुराहरू राम्रा लेखहरू पनि छ कि, आर्टिकल, विज्ञहरू विशेषज्ञहरूका आर्टिकल पनि छापेका हुन्छन्। त्यसलाई पढेर उनीहरू बदलिन्छन्, रूपान्तरित हुन्छन्। व्यक्तिहरू पत्र पत्रिकाबाट धेरै ज्ञान, सिप, धारणा, व्यवहारहरू उनीहरूले अध्ययन गरेर मात्रै सिक्दछन्। व्यक्तिले, बालकले, बालबालिकाहरूले त्यहाँबाट परिवर्तित भयो भने त्यो सामाजिकरण भयो क्या। राम्रा कुराहरू ग्रहण गर्छन्, नराम्रा कुराहरू चाहिँ ग्रहण गर्यो भने त्यसलाई सामाजिकरण होइन, त्यो अपराधीकरणतर्फ जान्छ। त्यस कारणले न्युज पेपरको अध्ययन गर्नु भनेको व्यक्ति एउटा यो विश्व ब्रह्माण्डमा घटेका स्थानीयदेखि विश्वव्यापी रूपमा रहेका विभिन्न घटनाक्रमहरू, विभिन्न एफेयर्सहरू होइन, पोलिटिकल एफेयर्सहरू, इकोनोमिक एफेयर्सहरू, राजनीतिक मामिला, आर्थिक मामिला, धार्मिक मामिला सम्बन्धी जानकार हुनका लागि, जानकारी प्राप्त गर्नका लागि हो। त्यहाँबाट पनि उनीहरू प्रेरणा पाउँछन् क्या।
त्यहाँ पनि उनीहरूले प्रेरणा प्राप्त गर्छन्, राम्रा कुराहरू ग्रहण गर्छन्, सामाजिकरण हुन्छन् योग्य सक्षम बन्नका लागि। प्रसिद्ध लेखकहरूका लेख अध्ययन गरेर म पनि त्यस्तै बन्छु भनेर प्रयास गर्न थाल्छ व्यक्ति। अर्काको लेख पढ्नु भने त्यहाँबाट ज्ञान लिनु मात्रै होइन, ऊ पनि लेख्न सक्ने बन्नुभयो। त्यसकारण यस्ता समूहहरूमा मानव निर्मित भौतिक सामग्रीहरू हुन्छन्। यो पेसिभ एजेन्सीमा मानवले बनाएका भौतिक सामग्रीहरू जसले एकहोरो अन्तर्क्रिया गर्छ, दोहोरो हुँदैन। त्यहाँबाट उनीहरूले बालबालिकाहरूले सिकेर पढेर अध्ययन गरेर अनि विभिन्न कुराहरू के रहेछन्, अधिकार के रहेछ, कर्तव्य के रहेछ, दायित्व के रहेछ, मेलमिलापको भावना भन्ने के रहेछ, सञ्चारको प्रवाह यो कसरी गर्नु पर्दो रहेछ, विचारको आदान प्रदान कसरी गर्नु पर्दो रहेछ, यस्ता विविध पक्षमा उसले ज्ञान सिप धारणा व्यवहार प्राप्त गर्छ। चाहे त्यो न्युज पेपर हेरेर होस्, अध्ययन गरेर होस्, पढेर होस्, चाहे यो के भन्छ विज्ञापनका लागि तयार पारेका पोस्टरहरू हेरेर होस्, एडभर्टाइजमेन्ट पोस्टर भन्छ नि, त्यहाँबाट पनि सिकिन्छ नि त, सिकाइ हुन्छ। जर्नल भने जर्नलहरू प्रकाशित गरेका हुन्छन्, त्यहाँ आर्टिकल हुन्छन् जर्नलमा, त्यहाँ जेनरल सब्जेक्ट वाइज आर्टिकल होलान्, साधारण विषयगत लेखहरू होलान्, ती आर्टिकलहरूमा अनुसन्धानमूलक लेखहरू होलान्। त्यसलाई अध्ययन गरेर त्यहाँबाट पनि आफूलाई बदल्छन्, परिवर्तित हुन्छन्, एउटा सोसाइटी बन्छ, सामाजिकरण हुन्छ। बुक्स अध्ययन गरेर, किताबहरू अध्ययन गरेर, विद्यालय त किताब अध्ययन गराएर, पुस्तक अध्ययन गराएर मान्छेको आदत बानी व्यवहार बदल्छ, समाजमा योग्य मान्छे बनाउँछ। रेडियोले पनि प्रसारण गरेका विभिन्न कुराहरूबाट उनीहरू सामाजिकरण हुन्छन्। विभिन्न कार्यक्रम बनाउँछ रेडियोले, होइन, गीत सङ्गीत गाउने, नाच्नेदेखि लिएर कथा कविता साहित्य प्रसारण गर्ने यो श्रव्य सामग्री हो रेडियो, दृश्य होइन। श्रव्य दृश्य पनि छन्, सिनेमा श्रव्य दृश्य सामग्री हो, टिभी श्रव्य दृश्य सामग्री हो, जहाँ सुन्न पनि पाइन्छ, हेर्न पनि पाइन्छ। फोन श्रव्य सामग्री, फ्याक्स चिजवस्तुहरू यो चाहिँ तपाईँको आदान प्रदान गर्नका लागि। कम्प्युटर पनि एउटा त्यस्तो डिभाइस हो, इलेक्ट्रोनिक डिभाइस, जहाँबाट विचार विनिमयहरू गर्न सकिन्छ, हरेक कुराहरू हेर्न सकिन्छ। अहिले त वेबमा नेट इन्टरनेट जोडिएको छ, इमेल जोडिएको छ, वेबसाइटहरू प्रयोग गर्छ कम्प्युटरको माध्यमद्वारा। त्यस कारण यो विभिन्न कुराहरूबाट अध्ययन गरेर व्यक्ति बदलिन्छ, परिवर्तित हुन्छ। यिनीहरू निष्क्रिय साधन। त्यस कारणले सञ्चार माध्यमहरू जसले व्यक्तिलाई योग्य सक्षम बनाउनका निम्ति विभिन्न कुराहरू सिकाउँछ, जसलाई मार्जिनल ग्रुप पनि भनेर अगाडि चर्चा गरेका छौँ, मार्जिनल ग्रुप। त्यसकारण व्यक्तिको सामाजिकरणको प्रक्रियामा यो मास मिडियाको बहुमाध्यमको रूपमा प्रयोग भइराखेको छ। यसको उपयोगले गर्दाखेरि व्यक्तिलाई परिवर्तन हुन सजिलो छ। यस्ता साधनमा आधारित शिक्षा चाहिँ मास मिडिया बेस एजुकेसनको रूपमा हेरिन्छ। मिडिया बेस एजुकेसनको व्यवस्था गरेर व्यक्तिलाई सामाजिकरणको प्रक्रियामा अझ सुदृढ बनाउन सकिन्छ, अझ सहयोग गर्न सकिन्छ। आजको युग विज्ञान प्रविधिको युग हो नि। इन्फर्मेसन सोसाइटी बनेको छ, सूचना प्रविधिमा आधारित समाज बनेको छ। सूचना प्रविधिमा आधारित समाज आजको युगको माग हो। यसको बढ्दो प्रभाव छ मानिसमा, व्यक्तिमा। त्यसकारण सामाजिकरणको प्रक्रियामा यी साधनले महत्त्वपूर्ण भूमिका खेल्छ। औपचारिक रूपमा, अनौपचारिक रूपमा, अनियमित रूपमा सबै हिसाबले यो मास मिडियालाई प्रयोग गर्न थालिएको छ। अब अहिले त पठन संस्कृतिमा पनि मास मिडिया प्रयोग गरियो। अहिले हामी मास मिडियाकै प्रयोग गरिरहेछौँ, टेक्नोलोजी प्रयोग गरिरहेछौँ, इमेल, इन्टरनेट, कम्प्युटर सिस्टम नै प्रयोग गरिरहेछौँ। यो एजेन्सी हामीले चलाएपछि मात्रै चल्छ। त्यही भएर यो प्यासिभ एजेन्सी हो, आफै चल्दैन हो। हामीले निर्देशन गर्नुपर्छ, हराउनुपर्छ, अनि मात्रै ऊ सक्रिय हुन्छ। त्यसलाई सक्रिय बनाउनुपर्छ, परिचालित हुन्छ, ह्यान्डलिङ गरेर। त्यहाँबाट पनि व्यक्तिले हेरेर, अध्ययन गरेर, पढेर, सुनेर, देखेर, अनुकरण गरेर उसले सिक्दछ। यसरी सामाजिकरण हुँदै लैजान्छ। तसर्थ रेडियो, टिभी, पुस्तकहरू, समाचार पत्रहरू, विज्ञापनका तस्बिरहरू, सामुदायिक पत्र पत्रिकाहरू, जर्नलहरू भन्छन् नि, समसामयिक विषयवस्तुमा लेखेका जर्नलहरू आदिमा प्रकाशन गरिएका विभिन्न कुराहरूलाई, विषयगत कुराहरूलाई, अनुसन्धानमूलक कुराहरूलाई वान वे प्रोसेसद्वारा, सञ्चारको एकपक्षीय प्रक्रियाद्वारा
व्यक्तिले ग्रहण गर्छ, लागू गर्छ, त्यहाँबाट सामाजिकीकरण हुन्छ अनि सिक्दछ अनि बदलिँदै जान्छ। यसरी परिवर्तन हुन्छ भन्ने कुराकानी छ। एकाइ नै सिद्ध्याएँ मैले त। यो एकाइ सिद्ध्याइसकेँ है। अलिकति समय हेर त, कति मिनट, 10, 12, 15 मिनट बाँकी छ। तपाईँका कुरा सुनेर एक दुईवटा छलफल चलाएपछि यो पनि सकिन्छ। के छ जिज्ञासा अब? ल भन्नु होला। खै त बोल्नु होला है, बोल्नु होला। कुरो बुझ्नुभयो? कुरो बुझाबुझ भयो कि भएन त? कुरो बुझाबुझ भयो कि भएन? मास मिडियाले के गर्छ, एक्टिभ एजेन्सीले व्यक्तिलाई कसरी सामाजिकीकरण गराउँछ? अब तपाईँले अझै थप कुराहरू हेर्नलाई मास मिडिया यो एक्टिभ र पेसिभ एजेन्सीको कक्षा कोठामा प्रयोग भनेर खोज्न सक्नुहुन्छ। अझै इम्प्लिकेसन अफ सोसल एजेन्सिज इन क्लासरुम एप्लिकेसन, क्लासरुम प्र्याक्टिस भनेर थप्नु पनि सक्नुहुन्छ। नयाँ नयाँ कुरा आउँछ नि त त्यहाँ जोडिएर। त्यो जाँचमा लेखेर पास गर्नका लागि मात्रै आदान प्रदान गरेर सिकाएको होइन, सेयर गरेको होइन। समाजको योग्य असल सक्षम नागरिक बन्न समाजमा भएका विभिन्न फ्याक्टरहरू के छन्, तिनीहरूसँग व्यक्तिको रिलेसन के हुँदो रहेछ, यो कुराको पहिचान गर्न, खोजी नीति गर्न, त्यहाँबाट बदलिनका लागि हो नि त। हेलो, के छ जिज्ञासा छ केही? तपाईँहरूको जिज्ञासा? सक्यो आजको कार्यक्रम, कन्टेन्ट सक्यो। अब अर्को नयाँ के सुरु गर्नु? छलफल आउनुभएको भए अलिक क्लियर हुन्थ्यो। तपाईँहरूलाई पनि वान वे कम्युनिकेसन भयो, टु वे भएन। मास मिडिया जस्तो भयो, एक्टिभ एजेन्सी जस्तो गराउनुपर्छ। किनभने यहाँ त टिचर र स्टुडेन्टको चाहिँ अब उपस्थिति छ। भलै भर्चुअल मोडमा, फेस टु फेस मोड नभए पनि भर्चुअल मोडमा छ। त्यही बाटोबाट हामीले अध्ययन गऱ्यौँ, सिक्यौँ। केही छ कन्फ्युजन? कन्फ्युजन खासै छैन होला सर। छैन भने बोल्नु भएन। अब बोल्नु भएपछि छैन होला भन्ने बुझ्नु पर्यो। त्यसो भएर आजको कार्यक्रमलाई यहीँ सम्पन्न गरेको घोषणा गरेँ मैले। हुन्छ सर। अब नयाँ कुरा सिक्नका लागि अर्को युनिटमा के प्रवेश गर्नु आज भनेर नि। अब भोलि मात्रै सर। अब अर्को दिन भोलि। यसरी अब विशेष अध्ययन गर्नुपर्छ आज त। अब 5औँ युनिट सुरु हुन्छ अर्को दिन यसको। भोलि साइकोलोजीको कन्टेन्ट छ। साइकोलोजीको कन्टेन्टमा लर्निङ थ्योरीमा छौँ हामी। लर्निङ थ्योरी सकिने चरणमा पुगेको छ। त्यहाँ पनि हेर्दै गर्नु होला। सामग्री चाहिँ के कसरी जोड्नुभयो थाहा छैन, तर जरुरी छ है। हुन्छ सर। ल, अरू साथी सङ्गीको केही छ नि बोल्नु होला नि। हुन्छ सर। अब भर्खर बुक ल्याएको छ, अब अलिअलि हेर्दै गर्छु। बुक प्राप्ति भयो? हजुर। कतिजनाले ल्याउनु बुक? खै हामी चाहिँ अस्ति 2 जना गएर थियौँ, अरू साथीहरूको लागि पनि आएको रहेछ भन्न चाहिँ भन्दिरहेको थिएँ। अनि अब ल सुनाइदिनु है, साथी सङ्गीलाई सुनाइदिनु। जो छिटो गयो उसले प्राप्त गर्छ। त्यहाँ सीमित सङ्ख्यामा छ भनिदिन्छु सरहरूले। असीमित जानुभयो भने फेरि त्यो पनि उम्केला। होइन, हामीले त अस्ति नाम टिपाएको थियो, सरहरूले फोन गरेर बोलाउनु भयो, गइहाल्यौँ। लु, नाम टिपोट गराइहाल्नु छुटेकाले। कतिजना भएपछि फुल हुन्छ, सक्यो भनिदिनुहुन्छ नि सरलाई। भनिदिनु। कुन सरले? महानन्द सरले? होइन, अर्को गोपी सरले। ल सम्पर्क गर्नु र ल्याउनु है। हुन्छ सर। अनि भर्खर त पल्टाउँदैछौँ। अनि अब होइन, पल्टाउनु थालेपछि सुरु भइहाल्छ। केही गाह्रै छैन यो त। कम्तीमा स्नातक गर्नुभएको छ, कतिले मास्टर्स कम्प्लिट गर्नुभएको छ। एक दुई पटक पढेपछि कुरा बुझिहाल्नुहुन्छ। यहाँ हाम्रो अन्तर्क्रियामा सहभागी हुनुभयो भने अझ छिटो बोध हुन्छ।
त्यस कारणले जटिल भयो भने सोधखोज गरिहाल्ने हो, प्रश्न गरिहाल्ने हो। सिक्नका लागि तयार भएको मान्छेले लाज मान्नै हुँदैन कहीँ पनि। लाज मान्दिनँ अब अध्ययन गरेपछि नबुझेको कुरा सोध्छौँ। ओके ओके, ल त्यही गरौँ है त। हरस्। ल अरू साथीसँगीको केही छैन होला, छ भने बोल्नुहुन्छ होला। व्यक्ति किटान गरेर त केही भन्न पर्दैन होला मैले। ल त्यसो बाई बाई। हुन्छ सर, हुन्छ। अरू सबैले बाई बाई हो भने भन्नु है, मैले काटिने आजको। ओके।